नमस्कार दर्शकवृन्द, हामी धौलागिरी संवादमा जुट्ने गर्छौँ। धौलागिरी संवादमा हामीले विभिन्न विषयवस्तुलाई उठाउने गर्छौँ। आजको यो संवादमा पनि हामी अहिले पछाडि अलिकति चर्चामा रहेको छ बागलुङको जिल्ला विकास समितिमा यो जुन 70-71 को आर्थिक अनियमितताको कुराले निकै चर्चा पाएको छ। यतिसम्म चर्चा पाएको छ कि 12 लाखभन्दा माथिको तगमा सुनको तगमा एकजना पूर्व लेखापालले प्राप्त गरे भन्ने विषयले पनि निकै चर्चा भएको छ र यो विषय चर्चामा ल्याउने रहेको छ जनलेखा परीक्षण मञ्च नेपाल। आज हामीले यो संस्थाका अध्यक्ष तिलक प्रसाद सापकोटालाई हामीले हाम्रो स्टुडियोमा आमन्त्रण गरेका छौँ। के छ आधार, यो संस्था के हो, यो संस्थाको वैधानिकता के छ, हामी यो विषयवस्तुमा रहेर कुराकानी गर्छौँ। तिलकजी, धौलागिरी टेलिभिजनमा स्वागत छ। धन्यवाद। के छ तपाईँको यो जनलेखा परीक्षण मञ्च भन्नेको वैधानिकता के हो? वैधानिकता भनेको तपाईँको चाहिँ हाम्रो जिल्ला प्रशासन कार्यालय बागलुङमा दर्ता छ, समाज कल्याण परिषदमा आबद्धता छ। तपाईँको यसको कुन प्रकृतिको काम गर्छ भन्ने कुरा थोरै जोडौँ। हाम्रो चाहिँ हरेक निकायहरूको 360 डिग्रीको चाहिँ सुपरिभिजन हुनुपर्छ भन्ने नयाँ कन्सेप्ट आएको छ अहिले, होइन? त्यसमा तपाईँको चाहिँ आफ्नो लेभलकाले हेर्ने, आफ्नोभन्दा माथिकोले हेर्ने, अनि आफ्नोभन्दा तलकोले हेर्ने र त्यो सेवाग्राही पब्लिकले हेर्ने, सबैले चाहिँ त्यो लेखाजोखा गर्नुपर्छ भन्ने चाहिँ जुन अवधारणा आएको छ 360 डिग्रीको सुपरभिजन भनिन्छ। हामीले त्यो अवधारणालाई यी संस्थामा कस्ता कस्ता व्यक्तिहरू रहन मिल्छ? तपाईँ पनि त कर्मचारी हो त, होइन? म पनि एउटा पब्लिक कर्मचारी नै हो। हजुर। यसमा तपाईँको अब हामीले चाहिँ समग्र नागरिकको अथवा चाहिँ सेवाग्राहीको चाहिँ तर्फबाट प्रतिनिधित्व गर्छौँ भन्ने चाहिँ हाम्रो धारणा हो है। अब यो कन्सेप्टसित चाहिँ सहमत हुने जोसुकै साथीहरू, युवा साथीहरू सहभागी हुन सक्नुहुन्छ, आबद्ध हुन सक्नुहुन्छ। तपाईँको यो जुन डाटा छ नि, तपाईँले प्रेस विज्ञप्ति निकाल्नु भएको छ नि, यो प्रेस विज्ञप्ति, हजुर, यसमा हेर्ने भने करोडौँ रुपियाँको अनियमितता चलखेल बागलुङ जीविसमा भएको पाइन्छ। हजुर। के छ तपाईँहरूसँग आधार के छ? हो, तपाईँको बागलुङ जीविसमा चाहिँ यो हामीले चाहिँ निकालेको चाहिँ डाटा भनेको आर्थिक वर्ष 70-71 को है। त्यो आर्थिक वर्षमा तपाईँको 43 करोड आम्दानी छ, खर्च लगभग 40 करोड छ, होइन? भनेको करोडौँ अर्बौँको चाहिँ बजेटको काम हुन्छ जीविसमा है। हामीले गत वर्षदेखि तपाईँको चाहिँ आर्थिक वर्ष 69-70 को भने यसै गरी चाहिँ सार्वजनिक गरेका थियौँ। त्यो बेलामा यति साह्रै थिएन। अब यहाँभित्र चाहिँ वर्षभरिमा के हुन्छ भन्ने कुरा अब सबैलाई थाहा हुने कुरो पनि भएन, पब्लिकलाई पनि थाहा छैन, होइन? अहिले त अब स्थानीय प्रतिनिधि जनप्रतिनिधि पनि छैनन्, कर्मचारीको घरमा चलिरहेछ। तपाईँको डाटा झन् 3 करोडभन्दा बढीको चलखेल भयो। तपाईँको करोडौँको छ। यसमा अब त तपाईँको कसरी चाहिँ चलखेल के अरे तपाईँहरूसँग यो आधार के छ त? तपाईँको अनियमितता भयो, जस्तै 12 लाखभन्दा बढीको तपाईँको तकमा दिइयो पूर्व एकाउन्टेन्टलाई। हजुर। अब यस्ता त करोडौँका कुरा आएका छन्। के छ तपाईँहरूसँग आधार? कहाँबाट भन्नुभयो त तपाईँहरूले? हामीलाई यो हेर्दाखेरि यो हामीले चाहिँ जुन डाटा बाहिर निकालेका छौँ नि, यो चाहिँ एकदम गोप्य जस्तो अथवा चाहिँ बढी सेन्सिटिभ जस्तो डाटाहरू छन्, होइन? बाहिर चाहिँ अरूले भन्दा पनि कहाँबाट डाटा आयो भन्ने जस्तो, होइन? हामीलाई चाहिँ त्योसम्म त पहुँच त छैन, जनरली कसैलाई पनि छैन। हजुर। है, जो चाहिँ सम्बन्धित चाहिँ त्यो काम गर्ने मान्छेलाई मात्रै थाहा होला कि त समग्रमा चाहिँ त्यो जीविसको कर्मचारी सबैलाई पनि थाहा नहोला कि, त्यस्तो छ है। हामीले त अब तपाईँको यो समग्र चाहिँ हेर्ने भनेको महालेखा परीक्षकको कार्यालय सबै चाहिँ सार्वजनिक निकायहरूको चाहिँ लेखा परीक्षक तपाईँसँग छ डकुमेन्ट देखाउन सक्नुहुन्छ? मसँग चाहिँ के लेखेको छ? महालेखा परीक्षकसँग हामीले चाहिँ सूचनाको हक अनुसार आर्थिक वर्ष 70-71 को जुन चिठी हामीले देखाउन सक्छौँ। मैले चाहिँ यो प्रतिवेदन साथमा ल्याएको छु। हजुर। यसमा तपाईँहरूलाई उपलब्ध गराइएको छ। मैले चाहिँ त्यो मिति 2072 असार 2 गते को निवेदनबाट चाहिँ माग गरेका थिएँ। उसले चाहिँ महालेखा परीक्षकको कार्यालयले चाहिँ 2072-3-4 मा गते चाहिँ उपलब्ध गराएको छ। सम्बोधन गरेरै सूचना उपलब्ध गराइएको। तपाईँले मिति 2072-3-2 मा बागलुङ जिल्ला विकास समितिको आर्थिक वर्ष 70-71 को लेखा परीक्षणको प्रतिवेदन आफ्नो जानकारीको लागि माग गर्नुभएकोमा यस कार्यालयको सङ्घीय मामिला तथा स्थानीय विकास निर्देशनालयबाट प्राप्त लेखा परीक्षण प्रतिवेदन उपलब्ध गराइएको बेहोरा अनुरोध छ। लेखा परीक्षक अधिकारी भनेर साइन गरेर तपाईँको चाहिँ योसँग एट्याच गरेर प्रत्येक चाहिँ प्रतिलिपिलाई चाहिँ प्रमाणित गरेर साइन गरेर उपलब्ध भएको छ। 43 पृष्ठको छ। हजुर। जस्तै तपाईँले विज्ञप्तिमा लेखेका जुन कुराहरू छन् त्यहाँ पुष्टि गरिएको छ। जस्तै नियम विपरीत 135 जना व्यक्ति तथा 42 वटा संस्थालाई रु कति 12 लाख हो, लगभग 12 लाखको हाराहारीमा आर्थिक सहायताको नाम बाँडेको भन्ने के छ त्यहाँ आधार? यसमा के छ तपाईँको यहाँ त लिस्ट सहित छ कुन मितिमा
कुन बजेट सर्छ त्यहाँ चाहिँ तपाईँको चाहिँ उठाउँदाखेरि त राखिएको छ नि बजेट शीर्षक नम्बर कुन भनेर चाहिँ दिएको हुन्छ हिसाब राख्दा त होइन यो बजेट शीर्षकमा यो मितिमा यो व्यक्तिलाई अथवा संस्थालाई चाहिँ यति सहायता दिएको भनेर चाहिँ समग्र सबै चाहिँ लिस्ट दिइरहेछ होइन तपाईँको चाहिँ लगभग कति 136 व्यक्ति अथवा 135 व्यक्ति र 42वटा संस्थालाई गरेर त्यति चाहिँ आर्थिक सहायता उपलब्ध गराएको छ जबकि तपाईँको चाहिँ आर्थिक कार्यविधि ऐनमा त्यो कसैलाई पनि आर्थिक सहायता चन्दा पुरस्कार केही पनि दिन नपाउने भन्ने छ तपाईँको चाहिँ कार्यविधि ऐन विपरीत गएका कुराहरू त करोडौँको कुरा मात्रै होइन कि 1 पैसा पनि चाहिँ दिनु भएन नि त त्यो त नियम विपरीत भयो भ्रष्टाचार भयो 1 पैसाको मात्रै गडबड भयो भने त्यो पनि भ्रष्टाचार हो 35 लाख सम्मका कार्यक्रम मात्र उपभोक्ता समितिले गराउन पाइने तर 1 करोड 34 लाख भन्दा बढी छिस्ती खानेपानी योजना उपभोक्ता समितिलाई दिएको हो भन्ने छ हजुर पुष्टि भएको छ त्यहाँ छ तपाईँको चाहिँ त्यो नियममै के छ भने उपभोक्ता समितिलाई भनेको जनरलले चाहिँ जनशक्ति प्रयोग गरेर चाहिँ के अरे काम सम्पन्न गर्न सक्ने आयोजनाहरू चाहिँ दिने भन्ने छ त्यो भनेको 35 लाखसम्मका आयोजनाहरू चाहिँ के अरे कामहरूसम्म के अरे उपभोक्ता समितिले गर्न सक्छन् भन्ने आधारमा जस्तो चाहिँ ठुल्ठुला मेसिनहरू प्रयोग गर्ने आयोजनाहरू भयो भने त कसरी उपभोक्ता समितिले गर्छ हो त्यो आधारमा चाहिँ त्योभन्दा बढी भयो भने काम पनि राम्रो हुँदैन बढी चाहिँ ठुल्ठुला मेसिनहरू प्रयोग गर्नुपर्ने हुन्छ होइन स्थानीय चाहिँ जनश्रमदान अथवा सहभागितामा साना आयोजनाहरू सञ्चालन गर्दाखेरि स्थानीयको चाहिँ अपनत्व पनि बढ्छ त्यो आधारमा 35 लाखसम्मका दिने भन्ने हो त्योभन्दा बढी भनेको प्रतिस्पर्धाका आधारमा जसले राम्रो गर्छ जसले कममा गर्छ उसलाई दिने भन्ने हो तपाईँको चाहिँ हेर्नुहोस् त्यहाँ त्यो छिस्ती खानेपानी आयोजना 1 करोड लगभग कति 34 लाख हजुरको बराबरको आयोजना के अरे उपभोक्ता समितिलाई दिइरहेछ के आधारमा सबैभन्दा तपाईँको यो विवादास्पद कुरो छ नि अहिले हजुर जस्तै हामीले पनि जिल्ला विकास समितिका विभिन्न व्यक्तिहरूसँग कुराकानी गर्दा जुन लेखापालहरूलाई दिने जुन तकमाका कुरा आएको छ पदकको कुरा आएको छ त्यो 2 तोला 20 ग्राम सम्म दिने गरिन्छ भन्ने आएको थियो त्यो पहिलादेखिको चलन थियो तर तपाईँहरूले जुन यहाँ लेख्नु भएको छ नि दिविसका कर्मचारी लेखराज पन्तलाई नियम विपरीत रु 12,22,805 को सुनको पदकद्वारा सम्मान गरिएको भनेर भनेको छ जहाँ कि अहिलेसम्म दिविसका कर्मचारीसँग बुझ्दा 2 तोला भन्दा बढी कसैलाई 20 ग्राम कसैलाई 2 तोला भन्दा बढी भनेर तपाईँको 12 लाख यो हिसाब गर्ने भने झन्डै 20 तोला भनौँ न 20 देखि 25 तोलासम्म पदक दिएको भन्ने छ के छ यो तपाईँसँग आधार छ कि हाम्रो आधार भनेको त्यही हो तपाईँको महालेखा परीक्षाको प्रतिवेदन नै हो के देखाउन सक्नुहुन्छ के छ हाम्रो महालेखा परीक्षाको प्रतिवेदन नै छ ल हेर्नुहोस् तपाईँको यसमा के भनेको छ आर्थिक सहायता अथवा चाहिँ पुरस्कार चन्दा वितरण गर्न नहुने भनेको छ है हजुर तपाईँको त वितरण यसरी गरियो छ भनेर चाहिँ त्यसमा चाहिँ पुष्टाइ गरेर राखिएको छ जस्तो तपाईँको जुन जस्तो के भन्यो बजेट शीर्षक नम्बर 3658/013 मा भनेको छ आर्थिक सहायता स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि 2069 को दफा 13(4) मा स्थानीय निकायमा निर्वाचित प्रतिनिधिको बहाली नभएसम्म वा अर्को व्यवस्था नभएसम्म सचिवले स्थानीय निकायको चालु तथा पुँजीगत रकमबाट कुनै पनि प्रकारको आर्थिक सहायता चन्दा पुरस्कार एवं संस्थागत अनुदान सहयोग वितरण गर्न नपाउने व्यवस्था छ जिल्ला विकास अनुदान बजेट शीर्षक नम्बर 3558/013 बाट निम्नानुसार आर्थिक सहायता वितरण गरेकोले नियमले वितरण गर्न नमिल्ने देखियो भनेर तपाईको लिस्ट बनाएर जस्तो तपाईको पुरस्कार चन्दा अन्य जुनसुकै सहयोगहरू केही पनि चाहिँ गर्न नमिल्ने भनेको छ तपाईको धेरै र ठुलो थोरैको कुरो आफ्नो ठाउँमा होला हैन तपाईको यही यसमा पनि प्रश्न पारेछ तपाईको यो कुन के रे कति व्यक्तिलाई कति संस्थालाई दिएको भनेर लिस्टै छ यी यसको अन्तिममा के भनेको छ नासु लेखराज पन्तलाई सम्मान स्वरूप सुनको पदक दिएको 12,22,805 रुपैयाँ भन्यो तल कमेन्ट गरेको छ कार्यविधिमा भएको व्यवस्थाको कार्यान्वयन नगरेको कारणले आर्थिक सहायता वितरण गरेको देखिन्छ आर्थिक सहायता वितरण गर्दा कार्यविधिमा भएको व्यवस्थाको कार्यान्वयनमा असर पर्ने र व्यवहार थप हुन गई योजना कार्यान्वयनमा असर पर्ने देखिन्छ कार्यविधिमा व्यवस्था भए अनुसार आर्थिक सहायता रकम र सुनको पदक वितरण गर्न मिल्ने नदेखिएको रु 12,22,805 भनेर प्रष्टै छ तपाईले चाहिँ भनेको लेखा परीक्षणको प्रतिवेदन दिँदाखेरि तपाईको चाहिँ एकदम पैसाको पनि हिसाब हुन्छ उले दिएको चाहिँ रिपोर्ट चाहिँ गलत होला अथवा चाहिँ यता तलमाथि पर्यो होला भन्ने चाहिँ हामीलाई लाग्दैन हैन त्यही भएर हामीले चाहिँ कतैबाट चाहिँ पुष्टि पनि खोजेनौं यो रिपोर्टको आधारमा हामीले सार्वजनिक गरेको मात्रै हो उहाँ चाहिँ कति गर्नु भएको छ के गर्नु भएको छ भन्ने कुरा हाम्रो जानकारीमा छैन
तपाईँहरूलाई कर्मचारीले फोन गरेकै छैनन् जिल्ला विकास समितिका कर्मचारीहरू त्यस्तो विभिन्न दलका मान्छेहरू तपाईँका गाउँका कुरा पनि आएका छन् कतिपय गाउँमा पनि यो अनियमितताका कुरा उठेका छन् होइन यसमा साना साना योजनाका पनि कुरा उठेका छन् के छ आएका छैन फोन त्यस्तो आएको छैन धेरै चाहिँ पत्रकार साथीहरूबाट आइरहेछ अनि केही चाहिँ अब नजिकका साथीहरूलाई कसरी चाहिँ यो यसरी चाहिँ भएछ भनेर सामान्य चाहिँ जानकारी आएको छ त्यस्तो चाहिँ आधिकारिक रूपमा चाहिँ किन कसरी भयो भन्ने कुरा चाहिँ अहिलेसम्म जस्तै कुन बुदामा अलि तपाईँलाई त्यस्तो लाग्छ कुन बुदाहरूमा अलि कुरा आएको छ जस्तै यो 12 लाखको कुरामा अलि बढी कुरा एउटा चाहिँ पदकको कुरा भयो अनि अर्को चाहिँ त्यो समुदायलाई दिने भन्ने कुरा भयो उपभोक्ता समिति मार्फत काम गराउने भन्ने तिनी कुराहरूमा बढी फोकस भइरहेछ बाहिर तर तपाईँको समग्रमा हेर्दाखेरि यहाँ त फोकस गर्नुपर्ने अरू कुराहरू नै बढी छन् कि जस्तो चाहिँ उनले चाहिँ पुरस्कारको रूपमा चाहिँ एउटा कर्मचारीलाई देला थोरै धेरै कति हो त्यो आफ्नो ठाउँमा होला तपाईँको चाहिँ लाखौँ लगभग 40 लाखको हाराहारीमा तपाईँको चाहिँ बिल भरपाई बिनाको चाहिँ खर्च लेखियो छ अनि कमसेकम त्यो 12 लाखको चाहिँ उता पदक दिएको पुरस्कार दिएको भन्ने त देखिया छ नि कमसेकम त्यो 40 लाख कहाँ गयो त्यस्ता कुरा नि छन् बिल भरपाई बिनाको तपाईँ कहाँ गयो भने खर्च मात्रै लेखेर भयो भएन नि तपाईँले कुरा उठाउनु भयो अब कारवाही गर्ने निकाय त के छ त अब हिजो पनि आएको अब बागलुङ जीविसमा हजुर खातापाता उठायो अख्तियारले भने हिजो पनि कुरा आएको छ कारवाही गर्ने निकायले गर्दैन तपाईँहरू फेरि अरू संस्थै देख्नुहुन्न जहिले पनि जीविस 68-69 मा पनि जीविस 70-71 मा पनि जीविस तपाईँहरू जीविसप्रति के रिस छ अरू पनि सरकारी अड्डाहरू छन् ठुलो पैसा चलखेल हुने यसो तपाईँको चाहिँ अरू भनेको विषयगत कार्यालयहरू हुन् होइन उनीहरू चाहिँ केन्द्रको निर्देशन अनुसार निश्चित बजेटमा सञ्चालन हुन्छन् जिल्ला विकास भनेको स्वायत्त निकाय हो स्थानीय निकाय हो यसमा जिल्लाभरिको समग्र चाहिँ विकास निर्माणको जिम्मा लिएको निकाय हो होइन तपाईँको अन्य कार्यालयले पनि जीविससँग चाहिँ समन्वय गरेर सहकार्यमा चाहिँ काम गर्नुपर्ने हुन्छ है उसले चाहिँ आफ्नो निर्णयले काम गर्न पाउँछ होइन तपाईँको स्थानीय स्तरमा चाहिँ भएको संस्थाले बढी चाहिँ जिम्मेवारीपूर्वक जनताको चाहिँ आवश्यकता पुरा हुने गरेर काम गर्छ भन्ने कन्सेप्टका आधारमा नगरपालिका गाविस जीविसलाई चाहिँ अगाडि सारेको हो तर चाहिँ के यहाँ के भइदियो भने धेरै जसो चाहिँ तपाईँको माथिबाट चाहिँ धेरै निगरानी नहुने स्वायत्त भइयो आफै निर्णय गरेर जे गर्न पाइने भन्ने आधारमा खर्च गरेको देखिन्छ अन्यत्र पनि देखिन्छ अब बागलुङमा पोहोरको तुलनामा अहिले चाहिँ बढी रहेछ अब यस्तो चाहिँ हामीले चाहिँ नसोचेको एकदम अब कतिपय कुरा त व्यवहारिक कुरा पनि त हेर्न पर्ने हुन्थ्यो होला नि त जीविसलाई हिसाब किताबमा व्यवहारिक कुरा भन्ने त अब त्यस्तो लाग्दैन हेर्नुहोस् व्यवहारिक कुरा भनेको अब कहिलेकाहीँ सामान्य चाहिँ त्यो प्रक्रियाका कुरा हुन सक्छन् होइन तर चाहिँ त्यो अब केमा खर्च भयो भने देखाउनै नपर्ने बिल भरपाइने नचाहिने अनि तपाईँको चाहिँ अब यतिसम्म चाहिँ यसलाई दिन मिल्ने भनेको छ अब आफ्नो मान्छे अथवा आफ्नो इन्ट्रेस्टको अब कोही होला त्यसरी चाहिँ दिने होइन अब जो पाए त्यहीलाई अब के अरे आर्थिक सहायताहरू पैसाहरू बाँड्ने होइन तपाईँको त्यसको हिसाब किताब जनतालाई चाहिँ दिनु नपर्ने उपभोक्ता समिति भनेको छ तपाईँको यसमा फेरि के हुनसक्छ जिल्ला विकास भने तपाईँको अहिले चाहिँ जनप्रतिनिधि छैनन् धेरै जसो भनेको राजनीतिक पार्टीहरूको पनि यसमा संलग्नता हुन्छ खर्चमा तपाईँको चाहिँ यो निर्णय गर्नेदेखि लिएर परिषद सर्वदलीय हुन्छ यसमा पनि तपाईँको चलखेलमा नै राजनीतिक अलिकति त उ त हुन सक्छ नि त सबैको चाहिँ संलग्नता देखिन्छ हेर्नुहोस् जे कुरा उठाउनु भएको छ नि तपाईँको हजुर यी कुरा अझ जहाँसम्म तपाईँको परिषदले निर्णय नगरेका कुराहरू चाहिँ 142 हो कि कति छ त्यहाँ त्यतिको लगभग 3 करोडको हाराहारीमा चाहिँ परिषदको निर्णय बिनाका चाहिँ खर्च भएको छ आयोजना छनौट गरेर चाहिँ खर्च गरियो तपाईँको वर्षमा प्रत्येक कार्यालयको नियम के हुन्छ वर्षको अन्तमा बाँकी रहेको पैसा कोले निकायमा फिर्ता गर्ने भन्ने हुन्छ होइन तपाईँको त छैन फिर्ता अब पैसा देखाएपछि त फिर्ता गर्नु पर्यो भन्ने फेरि चाहिँ अडिटले खोज्छ भन्ने हुन्छ त्यसमा के गरे खर्च देखाएर अनि यो खर्च भइसक्यो भन्ने देखाएर चाहिँ आफ्नै खातामा राखेको भन्ने जीविस कोषमा छ पैसा अनि तपाईँको अब यत्रो चाहिँ यति ठुलो चाहिँ रकम सञ्चालन गर्ने होइन विकास निर्माणका कामहरू चाहिँ सञ्चालन गर्ने कार्यालयले नियमित रूपमा चाहिँ मासिक रूपमा चाहिँ आन्तरिक लेखा परीक्षण छैन बैङ्क हिसाब मिलान विवरण चाहिँ मासिक बनाउनुपर्छ त्यो छैन हाम्रो हिसाबमा के देखिन्छ बैङ्कमा कति पैसा छ तपाईँको चाहिँ बैङ्क र हाम्रो चाहिँ हिसाब किताबमा फरक देखिनाले तपाईँको ब्याजले चाहिँ त्यसमा चाहिँ लाखौँको कुरा चाहिँ फरक हुन्छ क्या हामीले चाहिँ हेर्दाखेरि त्यति ठुलो जस्तो लाग्दैन तर हिसाब किताब भनेको सानाले पनि धेरै ठुलो असर पारेको हुन्छ त्यस्ता कुराहरू छन् तपाईँको चाहिँ ब्याङ्कको हिसाब एकतिर छ जीविसको हिसाब अर्कोतिर छ त्यसलाई के कारणले फरक आएछ भन्ने पनि छैन अब चाहिँ पेस्की भनेर अब कर्मचारी विभिन्न संस्था गाविसहरूलाई चाहिँ पेस्की बाँडिएको छ त्यसको चाहिँ फर्स्टेड गर्नु छैन कामको लागि लिएको कि अथवा त्यत्तिकै लिएको भने फिर्ता आउनु पर्थ्यो
कामको लागि भने त्यो काम सम्पन्न भएको भए त पेस्की चाहिँ फर्सेट हुन्थ्यो नि। जे कामको लागि भनेर लिएको त्यो चाहिँ त्यो काम नभएको भएर तिलकजी जस्तै तपाईँको जुन यो विज्ञप्ति छ नि, हजुर, जनलेखा परीक्षण मञ्चले निकालेको विज्ञप्ति, हजुर, यहाँ भएका जुन कुराहरू छ नि लेख्नु भएको छ नि तपाईँको झन्डै 30वटा बुँदा छन्। यी 30वटा बुँदा मध्ये कुनै पनि बुँदाको आधार नभएका कुरा तपाईँहरूले लेख्नु भएको छ भने भोलि तपाईँहरू कारवाहीमा हुनुहुन्छ अनि के भोग्नु तयार हुनुहुन्छ तपाईँ कारवाही? हाम्रो चाहिँ प्रत्येक बुँदा यो रिपोर्टको आधारमा छ, महालेखा परीक्षकको रिपोर्टको आधारमा छ। तपाईँको बाहिर अरू चाहिँ कुनै स्रोत बिना त्यत्तिकै लिएर अथवा थाहा पाएर निकालेको भने आफ्नो ठाउँमा हुन्थ्यो होइन। बगायत तपाईँको हामीलाई चाहिँ सम्बोधनै गरेर सूचना उपलब्ध गराइएको छ भनेर रिपोर्ट दिएको छ, त्यसको आधारमा निकालेको छ। प्रत्येक बुँदाहरू त्यसको आधारमा छ। हामीले यसलाई समराइज मात्रै गरेको, यो 45 पेजको छ होइन। त्यसकोमा चाहिँ मुख्य कुराहरू अरू चाहिँ नीतिगत कुरा धेरै छन् हेर्नुहोस्। विनियम बन्नुपर्ने, यो नियम बन्नुपर्ने, अनि त्यो नियम बनेर यो अनुसार कार्य सञ्चालन गर्नुपर्ने भन्ने कुराहरू, त्यस्ता कुरा त धेरै छन् होइन। जस्तो अब तपाईँको यो निर्वाचन क्षेत्र विकास कोषकै रकम चाहिँ अहिले खर्च भएको छ 70 लाख चाहिँ नियम विपरीतै भन्नु पर्यो। त्यो विभिन्न चाहिँ कार्यतालिकाहरू बनाएर होइन त्यो अनुसार स्वीकृत गरेर चाहिँ खर्च गर्नुपर्ने 70 लाख त निर्वाचन क्षेत्र विकास कोषको रकम त्यतिकै खर्च भएको छ। त पनि तपाईँहरूको पृष्ठभूमि हेऱ्यो भने कतिपय कुरा उठाउने तर त्यसलाई पुष्टि गर्न नसक्ने, जस्तै तपाईँको ड्राइभिङ इन्स्टिच्युटका कुरा तपाईँहरू निकै चर्चामा आउनुभयो, पछि तपाईँहरूसँग पनि जोडियो त्यो। हजुर, के भयो त्यो? तपाईँको ड्राइभिङ इन्स्टिट्युट त को गलत रहेछ भन्ने कुरा त पछि देखियो नि, सुध्रेर। पछि त तपाईँकै मान्छेले पैसा मागे भन्दै नि त होइन, तपाईँको मान्छेसँग पैसाको कारोबार नमिले पछाडि यिनीहरू बाहिर ल्याए त्यो बेलामा तपाईँको जसले चाहिँ आरोप लगायो नि ऊ साथीहरू पहिले चाहिँ कार्यालयले यस्तो गर्छ है भनेर चाहिँ हामीलाई उल्टै चाहिँ सहयोग के अरे माग्नको लागि आए। यदि कार्यालय गलत हुँदैन त भने हामीलाई त कारवाही गर्न सक्थ्यो। हेर्नुहोस् पछि चाहिँ यसभन्दा पहिला चाहिँ पछिल्लो पल्ट जुन चाहिँ त्यो ड्राइभिङ लाइसेन्सको परीक्षा भयो त्यो बेला चाहिँ हाम्रो प्रतिनिधि पनि सँगै बसेर है यो मापदण्ड यस्तो छ, यसलाई पास गर्नुहुन्छ, यसलाई पास गर्नुहुन्न भनेर त्यो फिल्डमै बसेर त्यसरी चाहिँ भएको हो। नत्र त उहाँले त विश्वास गर्नु नै हुन्थेन नि। हामी त्यसरी झुकेर अथवा चाहिँ के लोभमा त्यस्तो परेर को भएदेखि लामो समय नै विवाद भयो तपाईँहरूको होइन? लामो समय विवाद भयो। कहाँनिर गएर मिल्यो त्यो कुरा? अब त्यस्तो भयो। अब तपाईँको उहाँले पनि अब के उनीहरूको इन्ट्रेस्टको लागि चाहिँ गरेका छन् भन्ने भयो होइन। हाम्रो त केही इन्ट्रेस्ट थिएन, हामी त्यसबाट लिनदेन केही छैन नि। हामी त केही सुधारौँ, सिस्टम सुधारौँ, जनतालाई जागरुक गराउँ भन्ने हो कि। जस्तो अहिले हामीले चाहिँ यो जीविसको रिपोर्ट पनि हामीले चाहिँ सूचना लिइयो थियो, आफै पढेर ल यस्तो गरेछन् भनेर ढुक्कसित बसेको भए हुन्थ्यो नि। हामी त बाहिर लिएर चाहिँ यस्तो गर्नुपर्ने कारण के भनेको तपाईँको चाहिँ नागरिकहरूलाई कोही थाहा नभएका निरीह नागरिकहरू छन् कि होइन। जस्तो तपाईँले सूचना माग्नुपर्छ, के अरे माग्दाखेरि पाइन्छ, दिनुपर्छ, कार्यालयले दिनुपर्छ, बाध्य गरेर दिनुपर्छ। नदियो भने त्यो अनुसार कारवाही हुन्छ भन्ने कुरा हामी जस्ता सचेत नागरिकलाई थाहा छ र पो हामीले मागिन्छ। हामीले मागेर आफैले मात्रै त्यसको प्रयोग गर्नुभन्दा नि अरू चाहिँ त्यो थाहा नभएकालाई चाहिँ जानकारी गराउनु पनि हाम्रो कर्तव्य हो, सचेत नागरिकको कर्तव्य। वर्षको एकचोटि माग्नुहुन्छ कि जस्तै समय त निकाल्नु पर्यो नि त। खै तपाईँले अघिल्लो तपाईँको 68-69 पछाडि जीविसको बाहेक अरू कुनै काम गर्नुभयो गर्नुभएको छैन? अरू पनि भइरहेछ। जस्तै के भयो? जस्तो तपाईँको चाहिँ एउटा सुध्रेको भनेको यो सुध्रेकै मान्नुपर्छ। हाम्रो चाहिँ पब्लिक पनि सपोर्ट छ यसमा गरेको भनेर। जस्तो त्यही ड्राइभिङ लाइसेन्सको कुरा एउटा होइन। अर्को हामीले चाहिँ तपाईँको बागलुङमा भएको चाहिँ कर छलेको कुराहरू चाहिँ पनि उठाइयो है। बेला बेलामा तपाईँको उपभोक्ताहरू चाहिँ अब अन्य निकायहरूले चाहिँ राम्रोसँग काम गर्न नसकेको, जस्तो टेलिकम, विद्युत होइन, अब नगरपालिका टेलिकमको कुरा नि उठाउनु भयो। टेलिकमको कुरा नि उठ्यो। हजुर। अनि तपाईँ हामीले बाहेक कसैलाई गरेकै छैनौँ कि तपाईँको आफ्नो अर्को त्यस्तो भन्ने कुरा गरियो भने त तपाईँको चाहिँ आफ्नो कमजोर त देखिहाल्छ। हेर्नुहोस् कुन क्षेत्रको हुनुहुन्छ तपाईँहरू यो संस्थामा? हामीले यसमा चाहिँ सबै क्षेत्रका छौँ। जस्तो कर्मचारी पनि छौँ, विद्यार्थी, पत्रकारहरू हुनुहुन्छ, कानुनविदहरू, वकिलहरू हुनुहुन्छ होइन, सबै छ। तपाईँको चाहिँ यसमा चाहिँ यो क्षेत्रमा चाहिँ काम गर्नको लागि चाहिँ अब इन्ट्रेस्टेड साथीहरू सबै चाहिँ आबद्ध हुनुहुन्छ। अझै पनि तपाईँको अहिले पनि ल हामीलाई पनि यसमा चाहिँ आबद्ध गराउनु पर्यो भन्ने कुरा। जस्तो आज हिजो आज पनि साथीहरूबाट बागलुङमा मात्रै हो तपाईँहरूको यो के छ? बाहिर के छ? बागलुङमा मात्रै। यसको अहिले कार्यक्षेत्र बागलुङमा हाम्रो विधान अनुसार त अनुमति लिएर चाहिँ देशभरि जतासुकै चाहिँ आफ्नो कार्यक्षेत्र बढाउन सक्ने भन्ने छ। हामी त्यसैको लागि नै अब समाज कल्याण परिषदमा आबद्ध पनि भएको छौँ होइन। के छ तिलकजी, अब यो जिल्ला विकास समितिको त झन्डै करोडौँको अनियमितताका कुरा ल्याउनु भयो। अब यस पछाडि के छ, के योजना छ? अरू चाहिँ केही गर्नुभएको थियो गर्नुभएको छैन? जीविसको लागि कि अरू कुनै अरू संस्थाहरूको पनि अब हेर्दै जाउँ तपाईँको चाहिँ हामीले सम्भाव्य कहाँ के हुनसक्छ भन्ने पनि हो। तपाईँको समग्र सबै हेर्नुभन्दा पनि
यहाँ चाहिँ लुप हुनसक्छ है, तपाईँको चाहिँ कतै चाहिँ हुनसक्छ, ग्याप हुनसक्छ भन्ने जस्तो बढी होइन। यो कार्यालय जीविसा भनेको त तपाईँको प्रत्येक जिल्लामा हो कि, प्रत्येक जिल्लामा सबै किसिमको चाहिँ विकास गतिविधि सञ्चालन गर्ने, सबै कार्यालयहरूसँग समन्वय गरेर चाहिँ गर्ने। अब तपाईँको चाहिँ जहाँसम्म त्यो हाम्रो सभासदहरूले चाहिँ जुन खर्च गर्न पाउने निर्वाचन क्षेत्र विकासको, त्यो पनि अब चाहिँ सिधै चाहिँ उहाँहरूले दिन पाउनुहुन्न, जीविसा मार्फत जान्छ भनेको जिल्लामा हरेक चाहिँ विकास निर्माणका कार्यहरू र हरेक बजेटहरू भनेको जीविसा मार्फतै हुन्छ भनेको। आँखा यसमै अब पैसाको कुराको लागि त आँखा अब जीविसामा जानु त स्वाभाविकै भयो होइन। अब धेरै चाहिँ अब बाहिर सुनिन्छ नि, तपाईँ व्यावहारिक कुरा गर्ने भने नि अब चाहिँ केही सहयोग चाहियो भने चाहिँ अनि शिक्षा स्वास्थ्य पनि ठुला ठुला बजेट भएका संस्थाहरू पनि छन्। हजुर अब तपाईँको हामीले चाहिँ अब कसरी काम गर्छौँ भन्ने भन्दा पनि तपाईँको एउटा पब्लिकको चाहिँ इन्ट्रेस्टको आधारमा अथवा गुनासोको आधारमा नै हुन्छ होइन। गर्छन् पब्लिकले गुनासो तपाईँहरूलाई गर्छन्। जस्तो तपाईँको पहिला चाहिँ धेरै उसमा आयो, हामीले चाहिँ पछि चाहिँ जीविसमा पनि कम्प्लेन गरियो अथवा चाहिँ यस्तो हुनु पऱ्यो भनेर आइयो। यो गाविस सचिवहरू चाहिँ जिल्लामा बसेर के अरे गाउँमा जनताहरूले चाहिँ सेवा सुविधा पाएनन् भनेर हामीले यो पनि कुरो उठाइयो। त पब्लिकको इन्ट्रेस्टको आधारमा जस्तो तपाईँ अहिले पनि भनिन्छ नि, विभिन्न चाहिँ सार्वजनिक निकायहरूले चाहिँ प्रदान गर्ने सेवा सुविधाहरू मापदण्ड अनुसार भएन भने चाहिँ गुनासो आइरहन्छ नि। विभिन्न माध्यमबाट हुनसक्छ कि, तपाईँको चाहिँ कोही चाहिँ पर्सप चाहिँ भेटमा भन्ने हुन्छ, कोही चाहिँ मिडियाबाट नै आइरहेको हुन्छ होइन। विभिन्न कारणले चाहिँ विभिन्न माध्यमबाट आएका कुराहरूलाई चाहिँ मध्यनजर गरेर चाहिँ अनि त्यसमा चाहिँ हामीले फोकस गरेर अगाडि बढाउँछौँ। अब तपाईँहरूले यो त विज्ञप्ति त निकाल्नु भयो, अब अनियमितताका कुराहरू बाहिर ल्याउनु भयो, के छ त अब यस पछाडि? अब यही निकाल्ने मात्र काम हो कि अब ती निकायहरूमा जस्तै अख्तियार कुनै ठाउँमा पनि तपाईँहरूको केही जाने कार्यक्रम छ त, के छ त? हामीले तपाईँहरूको भूमिका यति हो ए विज्ञप्ति निकालेर? यसभन्दा पहिला नै के गरेका छौँ भने केही निकायहरूका विरुद्धमा चाहिँ परमारसहित अख्तियारमा चाहिँ उजुरी पनि गरेका छौँ होइन। एक दुईवटाको चाहिँ धेरैको चाहिँ तपाईँको पब्लिक के अरे अख्तियारले चाहिँ रेस्पोन्स पनि गरेको छ। अब त्यसको चाहिँ अब उसले के भन्छ, त्यसको चाहिँ के कारवाही कहाँसम्म पुग्यो भन्ने कुरा उसले चाहिँ हामीले अनुसन्धानको क्रममा भएको हुनाले चाहिँ बताउनु मिल्दैन हुन्छ होइन, कहाँसम्म पुग्यो हुन्छ। जस्तै अब हामीले यो भन्नु भन्दा नि अब यसमा चाहिँ अब मालिका परीक्षकले चाहिँ त्रुटि देखाएको, उसले चाहिँ अब रिपोर्ट मात्रै दिनुभन्दा नि उसले के भन्छ भने तपाईँको चाहिँ अडिट रिपोर्टले त भन्छ यो कुरामा सुधार गर्नुपर्छ भन्छ। रमेश नेपालले चाहिँ सहयोग गरेर दिनुभएको छ अडिटर होइन। यो उहाँले गरेको भन्ने नै होइन, यो मालिका परीक्षक कार्यालयको मा भएको रेकर्ड उहाँ मार्फत प्राप्त भएको, सायद उहाँ सूचना अधिकारी अथवा केही हुनु होला, सूचना उपलब्ध गराउने शाखामा होइन, उहाँले चाहिँ त्यसरी उपलब्ध गराउनु भएको छ। अब यो रिपोर्ट आएपछि हामीले चाहिँ जीविसमा के हो भनेर चाहिँ यसको बारेमा चाहिँ फिडब्याक नै लिएको छैन लिनलाई होइन। तपाईँहरू जीविसमा जानु पऱ्यो, यो आज तपाईँहरूको के हो? तपाईँको चाहिँ उहाँ जानुभन्दा पहिला सूचना मागेको, चित्तबुद्ध सूचना आएन हाम्रो होइन। पहिला जिल्ला विकास समितिले पनि माग्नु पर्यो, सूचना मागियो, यो धेरै भएको छैन। तपाईँको त्यही 12-13 दिन पनि भएको छैन। यहाँ मागेपछि मात्रै चित्तबुद्ध नभएको भएर हामीले चाहिँ मालिका परिचयको के रहेछ त, वार्षिक चाहिँ हिसाब किताबको चाहिँ लेखाजोखा गर्ने संस्था है त, यसको रेकर्ड त होला। यसभन्दा पहिला तपाईँको चाहिँ हरेक निकायले एउटा के कुरा बुझ्नुपर्छ भने अहिले पनि आजै मात्रै पनि एउटा के अरे सूचना आयोगले चाहिँ सार्वजनिक सूचना निकालेको छ। सार्वजनिक निकायहरूले आफूले चाहिँ प्रत्येक 3-3 महिनामा आफूले गर्ने काम कस्तो किसिमको संस्था हो, त्यो के काम गर्छ, के गर्यो होइन, त्यो लगायतका सबै विवरणहरू प्रत्येक 3-3 महिनामा प्रकाशन गर्नुपर्छ भन्छ। आफ्नो वेबसाइटबाट अथवा अन्य माध्यमबाट प्रकाशन गर्नुपर्छ भन्छ है। तपाईँले सूचना हरेक नागरिकलाई दिनुपर्छ क्या। जस्तो यो रिपोर्ट पनि तपाईँको जीविसले प्रकाशन गर्नुपर्थ्यो। अघिल्लो वर्ष चाहिँ मालिका परीक्षकको वेबसाइटमा हुन्थ्यो, यो प्रत्येक जिल्लागत तपाईँको यो कार्यालयको भनेर हुन्थ्यो। अहिले अब के विविध कारणले अब भूकम्पको कारण भन्थे होइन, त्यो कारणले चाहिँ अब उसमा छैन, वेबसाइटमा छैन। समग्र चाहिँ देशभरिको एउटा चाहिँ राष्ट्रपतिलाई बुझाएको रिपोर्ट मात्रै छ त्यसमा होइन, नत्र चाहिँ अन्य विषयगत कार्यालयहरू जिल्लागत त्यसमा छैन। त्यही भएर हामीले चाहिँ यो के रहेछ त भनेर कार्यालयमै गएर काठमाडौँ गएर मागेर लिएर आएको रिपोर्ट हो। यसमा चाहिँ तपाईँको चाहिँ यसमा भएका कुराहरू चाहिँ होइनन् अथवा भनेर चाहिँ शङ्का गर्नुपर्ने आधार छैन भने पछाडि यो तपाईँको विज्ञप्ति हेर्ने भने करोडौँ चलखेल भएको छ। करोडौँ चलखेल छ, बागलुङवासीको पैसा हो यो पुरै, बागलुङवासीको पैसा। त्यही भएर हाम्रो चाहिँ कर्तव्य के पनि हो भने तपाईँको यस्तो काम हुन्छ भने यो पैसा त चाहिँ जनताको लागि खर्च हुनुपर्ने हो नि। प्रत्येक पैसाको चाहिँ हिसाब किताब जनतालाई दिनुपर्छ कि, जनताले पनि थाहा पाउनु न त कहाँ के त्यसको लागि पैसा आएको तिनले पैसा खर्च गर्न पाउनु पर्यो। तपाईँको यहाँ चाहिँ बिहार लागि खर्च हुनु पर्यो होइन तपाईँहरूकोमा, त्यसको लागि जनताको लागि खर्च हुनु पर्यो।
के छ त कतिको सहयोग छ त तपाईँहरूको यो जनलेखा परीक्षण मञ्चलाई राजनीतिक दल यहाँका विभिन्न संस्थाहरूले कतिको सपोर्ट छ अब तपाईँको यो अहिले त निकै चर्चा हुन्छ चोकचोकमा पनि तपाईँहरूको कुरा चलिरहेको छ हजुर यस्तो छ तपाईँको के छ हाम्रो समग्रमा अब फेरि सहकार्य गर्ने भन्ने कुरा नि के हुन्छ भने हेर्नुहोस् यस्तो चाहिँ अब अरूको चाहिँ अब अनियमितताका कुरा उठाउने अथवा नराम्रा कुराहरूको चाहिँ कुराहरू बाहिर ल्याउने संस्थामा सहकार्य भन्ने कुरा नि कहिले चाहिँ अलि चाहिँ सावधानीपूर्वक गर्नुपर्ने हुँदो रहेछ होइन हरेकसित तपाईँको चाहिँ पत्रकारदेखि लिएर अन्य चाहिँ सङ्घ संस्था विभिन्न सरकारी कार्यालयहरूदेखि लिएर सबैसँग सावधानीपूर्वक सहकार्य चाहिँ गर्नुपर्ने हुन्छ होइन तपाईँको त्यही सहकार्यले पनि आफ्नो काममा चाहिँ कहिलेकाहीँ बाधा दिने हुन्छ त्यही भएर हाम्रो सुरुमा चाहिँ त्यस्तो चाहिँ सहकार्य भनेर कसैसँग हुँदैन होइन आर्थिक सहायता पनि कसै त एक पैसा छैन कसैको होइन अब चाहिँ ल हामीले चाहिँ यसमा सहयोग गर्छौँ भन्ने संस्था हाम्रो चाहिँ यो साथीहरूको चाहिँ आफ्नै चाहिँ व्यक्तिगत चाहिँ स्रोतबाट चलिरहेको छ तिलकजी हजुर अब पैसा खाएका कुराहरू मात्र तपाईँहरूले बाहिर ल्याउनु भएको छ तपाईँको संस्थाले बाहिर ल्याएको छ के छ राम्रो काम गर्ने कार्यालयहरू पनि त छन् होला नि त कामहरू पनि छन् होला नि तिनीहरू के तपाईँको यो संस्थामा पर्दैन यो संस्थाले यति राम्रो काम गरिरहेको छ भनेर जनताहरूलाई भन्न सक्ने अवस्था हो नि यस्तो छ तपाईँको अब के कुरा एउटा बुझ्नु पऱ्यो भने राम्रा संस्थाहरूको त यसरी बाहिर आउनु नि त एउटा कुरा त्यसरी लिनु पऱ्यो होइन तपाईँको चाहिँ अब कस्तो भने तपाईँले राम्रो गर्नुमा छ है भनेर चाहिँ उहाँलाई भनिदिनु पर्ने होइन पनि यो हामीले चाहिँ फेरि चाहिँ त्यो बाहिर भनेर यसरी चाहिँ तपाईँको उद्देश्य त सूचनाहरू बाहिर ल्याइदिने होइन जनलेखा परीक्षण मञ्च सुसूचित गराउने जनतालाई हाम्रो तर्फबाट चाहिँ घचघचाउने हो ल तिमीहरूको दायित्व यो है यसरी चाहिँ गर्नुपर्छ भनेर चाहिँ एउटा घचघचाउने पनि हो होइन र यिनीहरू चाहिँ यो ट्र्याकमा हिँड्नुपर्ने ट्र्याकभन्दा बाहिर गए भने चाहिँ जनतालाई सुसूचित गराउने पनि हो त्यो माध्यमको रूपमा हामीले चाहिँ काम गर्छौँ जुन तपाईँले समाउनु भएको छ नि डाटा हजुर यसमा भौचर नम्बर सहितका डाटाहरू छन् भौचर नम्बर सहितका छन् मिति सहितका भौचर नम्बर सहितका तपाईँको चाहिँ कुन व्यक्तिलाई दिएको कुन संस्थालाई दिएको कुन मितिमा के भयो भन्ने कुरा सबै छ कसले कसरी पैसा कहाँबाट निकाले भन्ने कुरा भनेपछि तपाईँले आवश्यक परेमा यी डाटाहरू उपलब्ध गराउन सक्नुहुन्छ होइन उपलब्ध गराउनु त यसो भने तपाईँको प्रत्येक नागरिकहरू आफैले माग्न सक्छन् कि जस्तो जीविसले उपलब्ध गराउनुपर्छ यी डाटा तपाईँको यो भनेको अडिट गरिसकेपछि महालेखा परीक्षकले एउटा जवाब माग्छ हामीले तिमीहरूको चाहिँ हिसाब किताबमा यस्तो यस्तो के अरे उसमा देखियो रेकर्डमा के हो त त्यो जवाब भनेर तपाईँको यो त जीविसलाई नै ऊ त सोधेर पठाएको हो नि त यो प्रतिवेदन त जीविसले त यसको चाहिँ प्रति त छ नि त्यहाँ तपाईँ गएर म गएर जीविसही चाहिँ माग्यो भने उसले चाहिँ उपलब्ध गराउनुपर्छ यो अरू जुनसुकै नागरिकले माग्यो भने उपलब्ध गराउनुपर्छ तर चाहिँ हाम्रो चाहिँ केही छ व्यावहारिक कठिनाइहरू छ केही चाहिँ नबुझेको उ छ होइन अब सूचनाको हक सम्बन्धी चाहिँ धेरै सबै मान्छेहरूलाई चाहिँ जानकारी छैन त्यही भएर चाहिँ यहाँ चाहिँ अलि असहज भएको हुनाले म आफै गएर नपाए पछाडि बल्ल काठमाडौँ जानु पर्यो हामी कार्यक्रमको अन्त्यतिर छौँ हजुर तिलकजी के भन्नुहुन्छ अन्त्यमा हामीलाई हेरेर बस्ने दर्शकलाई के भन्नुहुन्छ म त के भन्छु भने अब तपाईँहरूको चाहिँ लोकतन्त्र छ हेर्नुहोस् देशमा होइन सबै नागरिकहरूको चाहिँ होइन देश सञ्चालन गर्ने चाहिँ हरेक ठाउँबाट चाहिँ सहभागी हुनुपर्छ होइन अब तपाईँको चाहिँ यो सार्वजनिक निकायहरू भनेको जनताको लागि काम गर्ने निकायहरू हुन् यिनीहरूले के काम गर्नुपर्छ कसरी गरिरहेका छन् प्रत्येकको हिसाब किताब खोज्ने घचघचाउने यसो गर भन्ने होइन सबै नागरिकहरू सचेत नागरिकहरूले चाहिँ त्यो काम गर्नुपर्छ अब हामीहरूले चाहिँ त्यो काम गर्दैछौँ भने अब हामीहरूलाई पनि सहयोग गर्नु सबैहरूले सबै साथीहरूले भन्न चाहन्छु तपाईँहरू सहयोग गर्नु भएन अरू पनि हामी खोज्छौँ भन्नु खोज्छौँ तिलकजी समय सम्वादको लागि धन्यवाद अहिलेसम्म टेलिभिजनले साथ दिने दर्शकलाई पनि धन्यवाद दिन्छौँ आज हामी धौलागिरी संवादमा जुटेका थियौँ र पछाडिको जुन चर्चा थियो बागलुङ जीविसमा अनियमितताको कुराको जुन चर्चा थियो यही विषयवस्तुमा रहेर कुराकानी गरेका थियौँ अर्को साता अर्को व्यक्तित्वसँग कुराकानी गर्ने बाचा गर्दै म कार्यक्रम प्रस्तुता प्रकाश पनि बिदा माग्छु। हवस् त, नमस्कार, शुभ साता।